हाई गाइस, आज चाहिँ म थुक्पा बनाउन लागेको छु। आजको दिन चाहिँ अलिकति पानी परेर चिसो चिसो भएको थियो अनि थुक्पा बनाउनको लागि चाहिँ मैले तयारी गरेको छु। यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ पोर्क बोइल गरेको, अनि यो चाहिँ क्याप्सिकम चप गरेको छु मैले, यो चाहिँ टमेटो, अनि यो चाहिँ चप गरेको छु अनियन, अनि यो चाहिँ गार्लिक छ, अनि यो चाहिँ छ टिमुर अनि किङ चिल्ली बनाएको छ। किङ चिल्ली भनेको चाहिँ एकदमै पिरो हुन्छ। अनि अब चाहिँ मैले थुक्पा पनि अलरेडी धोएर यसरी राखिदिएको छु। अब चाहिँ हामी आउनुहोस् झोल थुक्पा कसरी बनाउने भनेछौँ। पहिले चाहिँ अब यो मेरो कराही तात्यो, तेल राख्ने ठिक्कैको राख्ने, धेरै पनि नराख्ने, ठिक्कै जतिको राख्ने। अब चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ तेल तातिसकेको अवस्था छ। अब चाहिँ यो चाहिँ आफ्नो इच्छामा हो, तर मलाई चाहिँ मेथी एकदमै मनपर्छ। जेमा पनि मेथी फुराउने बानी छ, त्यही भएर मेथी थोरै पड्काइदिने, अनि थोरै जिरा पनि। यो चाहिँ तपाईँहरूको आफ्नो इच्छा, तर मलाई चाहिँ अनि उयो जन पनि थोरै राखिदिएँ मैले। यो गोल्डन अलिअलि कालो कालो गोल्डन गोल्डन जस्तो भयो, अनि त्यसपछि चाहिँ राखिदिने प्याज राखिदिने। प्याजलाई चाहिँ यसरी चलाउनु। अब चाहिँ यो गोल्डन ब्राउन भयो, अनि यसमा चाहिँ धेरै पाकेको भन्दा अलिअलि खाँदाखेरि क्रन्ची क्रन्ची भएन पनि मिठो हुन्छ। अब चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, म चाहिँ पोर्क राख्छु। पोर्क राखेर अलिकति एकछिन पकाउने। त्यसमा चाहिँ थोरै बेसार रङको लागि, यो चाहिँ घरमै हाम्रो घरकै बारीको बेसार हो, एकदमै राम्रो छ। अनि नुन चाहिँ स्वाद अनुसार राख्नु। नुन चाहिँ अगाडि नै एकदमै के अरे मेजर गरेर हालेको राम्रो हुन्छ, किनकि पछि हालेको चाहिँ टेस्टमा धेरै फरक हुन्छ। त्यही भएर सुरुमा नै हालेको राम्रो हुन्छ। नुन चाहिँ टेस्ट एकदम स्वादिलो आउँछ। अनि मलाई चाहिँ कलर अलि राम्रो देखोस् भनेर कश्मिरी मिर्च पनि हाल्न मन लागेको छ। तपाईँहरूले यो पनि अब हाल्नै पर्छ भन्ने छैन, यो चाहिँ आफ्नो इच्छा हो। अब यहाँ चाहिँ यसो सबै हालेर चलाउँछु। अब यो सँगसँगै अरू चिजहरूलाई नै पाक्नलाई म चाहिँ क्याप्सिकम हालिदिन्छु। उनीहरू त चाँडै नै पाकिहाल्छ। क्याप्सिकम सँगसँगै म हालिदिन्छु चप टमेटो हो। अब यसलाई चाहिँ हामी भुट्न चाहिँ अलिक एकछिन भुट्ने, तर एकछिन अलि मजाले भुटेपछि चाहिँ हामी छोपेर राखिदिँदा हुन्छ मजाले पाक्नको लागि चाहिँ। अब सी यू आफ्टर 5 मिनट्स। सो अहिले चाहिँ अघि बनाएको 5 मिनट भनेको, तर 3 मिनट जतिमा यस्तो भएको छ। तर अझै पनि यसले हल्का पानी छोडिरहेको छ, अनि काँचो मसलाहरू हल्का मजाले पाकोस् भनेर चाहिँ मैले फेरि पनि राखिदिएको छु। अनि अब सबैको आफ्नो चोइस हुन्छ नि त होइन। अनि कसैलाई चाहिँ थुक्पा मनपर्छ, मलाई चाहिँ थुक्पा किन मनपर्छ भने म नेपाल आएपछि खासै मलाई मन पर्दैन थियो, तर पछि खाँदै जाँदाखेरि चाहिँ यसको स्वादहरू मन पर्दै गयो। अनि यसमा चाहिँ सानमम्मी, म चाहिँ सानमम्मीसँग धेरै समय बसेको भएर उहाँले पकाएर खानिदिनु हुन्थ्यो क्या। अनि उहाँलाई चाहिँ भात मात्रै सधैँ खानुपर्छ भन्ने कन्सेप्ट थिएन क्या। त्यही भएर एकदम हामी डिफ्रेन्ट भेराइटिजहरू रेसिपी खान्थ्यौँ। अनि त्यसमा त्यो सानमम्मीको पनि एकदमै धेरै याद छ यसमा।
न हामीले चाहिँ यसमा चाहिँ बनाउँछु यही मसलाले नै तयारी गर्छु म। र सबै मसलाहरू यहाँ छ, खासै त्यस्तो नयाँ केही थपिरहनु पर्दैन। त्यही भएर म चाहिँ यहाँ सिम्पल बनाएर गोल्डन ब्राउन हुने यस्तोमा पनि राख्ने, बेसी काँचो भन्दा पनि मिठो हुँदैन, गोल्डन ब्राउन देखेकोमा। थुक्पा चाउमिन बनाउने चाहिँ आज सोच विचार थिएन, अब सडन अब घरमा मेरो कान्छी बहिनीले मन पराउँदैन अरे थुक्पा, अनि त्यही भएर यो चाहिँ चाउमिन बनाइदिनु पर्यो। जस्तो हुन्छ त्यस्तो डल्लै जतिले के खान्छन्, बरु थोरै थोरै खाने मिठो बनाउने। अब तपाईँहरूले जे किन सादा बनाएको सोच्नु होला, मैले चाहिँ यता मसला पनि पकाइराखेको छु छेउमा। अब यही मसलालाई चाहिँ यता हाल्नु, यही मसलालाई चाहिँ यता हालेर चाउमिनको मसला हुन्छ। अब यता हेर्नुहोस्, यताकोलाई चाहिँ म रस थप्छु क्या यसमै, अनि यो भक्कक उम्लेपछि चाहिँ हाम्रो चाउमिनको लागि रेडी हुन्छ। यसमा धेरै चिजहरू पनि थप्न मिल्छ, तर मैले चाहिँ सिम्पल घरमा जे जे छ त्यही बनाएको छु। यो चाहिँ मजाले उम्लेपछि चाहिँ हामी यसमा धेरै चिजहरू हाल्छौँ। यो लसुन छ, लसुन चाहिँ मलाई त्यो पानी उम्लिन लाग्दाखेरि हालेको मनपर्छ कि एकदम फ्रेस बास्ना रहन्छ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो करेलीको, यो पनि हाम्रै बारीको, यसले पनि मेडिसिनल भ्यालु हुन्छ, यस पनि एकदमै राम्रो हुन्छ। त्यही भएर मैले चाहिँ यो पछिको लागि राखेको छु। यो चाहिँ हामीले थुक्पापट्टि छोडेर यसलाई उम्लिन दिनु। म प्रोफेसनल खाना बनाउने त होइन, तर आफ्नो फ्यामिलीको लागि चाहिँ बनाउनलाई प्रयास गर्दैछु। यसमा चाहिँ अघि मैले नुन हाल्न थालेको थिएँ, तर अलिकति कम हुनसक्छ, त्यहाँदेखि पुरै नुन चाहिँ थपिदिन्छु म। त्यति धेरै कलर पनि आएको छैन, एकदम नेचुरल नै देखिरहेछ। अनि मैले तेल पनि एकदमै धेरै राखेको छैन, त्यही भएर ठिक्कको छ। अब यसलाई चाहिँ धेरै तल हाल्ने टुक्रिन्छ, त्यही भएर हामी चाहिँ यो एकदमै अलिक यो अघि मैले पकाउँदाखेरि कुनै ठाउँमा चाहिँ अलिक सेतो सेतो साह्रो साह्रो भएको थियो, त्यही भएर यसलाई चाहिँ अलिकति यसो गरेर राखिदिने। अनि आफ्टर 2 मिनट्स जति राखेर चाहिँ हामी खोल्छौँ। अब चाहिँ हामी यहाँ थुक्पाको यो मजाले उम्लिसक्यो रस चाहिँ। अनि मैले अघि नै भनेको थिएँ, रस उम्लेपछि चाहिँ म राख्छु लसुन। लसुन पछि राख्यो भने बास्ना मिठो आउँछ, तर राखेर चाहिँ एकछिन 5 मिनट जति चाहिँ उमाल्नै पर्छ, किनकि काँचो मसलाको बास्ना आउँछ काँचो लसुनको, जुन चाहिँ मिठो हुँदैन। अब यहाँ थुक्पामा चाहिँ अघि हामीले राखेको थियौँ, यहाँ चाहिँ हामी सोया सस पनि हाल्छौँ। हेर्न सक्नुहुन्छ सोया सस 1 पिपको जति म हालिदिन्छु। यता पनि थोरै राखिदिन्छु, म धेरै राख्दिनँ, कलरको लागि अनि स्वादको लागि थोरै। अब यो थुक्पा होस् अथवा चाउमिन होस्, तातो तातो खाएकै मिठो हुन्छ। अब चाहिँ यो चाहिँ मजाले प्लेटिङ गर्छु। प्लेटिङ गर्दाखेरि चाहिँ पहिले यो थुक्पाको गर्छ है। थुक्पाको
यसरी एउटा उसमा बलमा हाल्ने, ठिक्कको हाल्ने, ताकि खाने मान्छेले चाहिँ जसले भए पनि वेस्ट नगरोस् भनेर। अनि यसलाई चाहिँ मजाले माथिबाट यसरी घुमाएर यसरी हाल्ने। अनि अझै यो चिसो हुन्छ होला भनेर यस्तो भयो भने चाहिँ अझै यस्तो सुप मजाले हाल्ने। तातो पनि मिठो पनि हुन्छ। सक्नुहुन्छ। हामी थुक्पा मजाले यसरी यहाँनिर राखिदिएको छु मैले। अनि यसमा चाहिँ यसरी धनियाँ थोरै राखिदिने। अनि यहाँ चाहिँ टिमुर हामीले पिनेर राखेको छौँ, साइडमा थोरै राखिदिन्छु म। अनि हेर्दाखेरि पनि मिठो होला जस्तो भएको छ कि छैन प्लिज कमेन्ट गरिदिनु होला। अनि कागती पनि निचारेर हाल्यो भने एकदम मिठो हुन्छ। अब यो चाहिँ थुक्पाको प्लेटिङ भयो है। यो अर्को चाहिँ म गर्छु चाउमिनको। चाउमिनको यहाँ छ चाउमिनको पनि यहाँ छ। चाउमिनकोमा पनि थोरै हामीले चाहिँ यसरी धनियाँ राखिदिने माथि। अब मान्छे पछिको स्वाद हुन्छ, तर चाउमिनको लागि पनि एउटा हामीले यसरी कागती राखिदिने। अनि अब चाहिँ खानाको लागि तयार छ, एकछिन वेट गर्नु। कस्तो भएछ कान्छी? एकदम अनेस्ट हो। Simple and sweet and delicious. मन पर्यो? के हालेको रहेछ चाउमिनमा हेर्नुहोस् त। मासु, चाउमिन, अनि यो को हो यो भने चाहिँ? के भन्छ? आगती। मन पर्यो? कस्तो भएको छ थुक्पा? एकदम मिठो भएको छ। यसमा टिमुर र सुकुटीले गर्दा धेरै मिठो भएको, धेरै स्वाद, स्पाइसी। मिठो भएको छ, हट एन्ड स्पाइसी भएको छ है। स्पाइसी सबजना आफ्नो इन्जोय गरिरहेछन्। 10 on 10 10 out of 10।